नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ यो मेरो छोटो मिनी भ्लगमा। आज यतिखेर म चाहिँ रूपन्देहीको देवतामा छु। देवताबाट बुटवल नुवाकोट जान भनेर हामी यहाँ बस वेटिङ गर्दै छौं। बस वेटिङ गर्दा गर्दै आयो। त्यसपछि हामी फेरि बुटवलबाट रिक्सामा माथि नुवाकोट गढी जानको लागि केवलकार स्टेसनमा गयौं। यहाँ टक्क केवलकार स्टेसनमा पुगिसकेपछि हामीले यहाँ टिकट काट्नु पर्ने हुन्छ। टिकट लिइसकेपछि हामी भित्र छिरियो। भित्र छिर्दा छिर्दै यति रमाइलो दृश्य देख्यो नि साथीहरू। हामी फर्केपछि यहाँ फोटो खिच्ने नै छौं। माथि गएर फर्केपछि अब भित्र जाँदा त यस्तो खाली खाली, आज त आनन्द हुने भो हैन त साथीहरू। कहिलेकाहीँ त यहाँ खचाखच भिडभाड हुन्छ नि त। अब हामी टक्क यहाँनेर केवलकारमा चढेर माथि एकदम रमाइलो गर्दै माथि जाने छौं। अब हाम्रो केवलकार यहाँबाट स्टार्ट भइसकेको छ। अबको यात्रा करिब 5-7 मिनेट हामी केवलकारमा नै गर्ने छौं। यस्तो राम्रो दृश्यहरू देखिरहेको छ। यताउता निहाल्दै फोटो खिच्दै माथिसम्म जानुपर्ने भयो। एकदमै रमाइलो गर्दै माथिसम्म गएको हामीलाई पत्तै भएन। अब त केवलकार स्टेसन पनि आउन लाग्यो साथीहरू। अब केवलकार स्टेसन पुगिसकेपछि टक्क हामी के गर्नुपर्ने हुन्छ, ओर्लिनु पर्ने हुन्छ। ओर्लिसकेपछि हामी एकछिन यहाँ थकाइ मार्ने छौं। नानी पनि थकाइ मार्दै छिन् यता। अब हामी एकछिन घुम्नको लागि निस्क्यौं। केटाकेटी यसरी रमाइलो गर्दै हिँडिरहेका छन्। अब तपाईले देख्न सक्नुहुनेछ लिटिल बुद्ध। यता चाहिँ पर्यटकहरू एकदमै फोटो खिच्दै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ। हामी लिटिल बुद्धलाई निहाल्दै अब नुवाकोट गढीतर्फ लाग्यौं। नुवाकोट गढी भनेको ठ्याक्कै यही हो है साथीहरू। एकदमै ऐतिहासिक पर्यटकीय स्थान। यहाँ हामी एकछिन चाहिँ आराम गर्यौं। आराम गरिसकेपछि भोक त लाग्यो, नास्ता खान पर्ने भयो। नास्ता खाएर हामी यसरी फर्क्यौं। फर्किँदाखेरि हामी चाहिँ गाउँको बाटो फर्क्यौं। गाउँको बाटो एकदमै रमाइलो थियो, तर एकदमै घमाइलो पनि। छाता ओढ्दै थकाइ मार्दै हिँड्दै हामी चाहिँ यसरी फर्क्यौं। अब स्टेसनमा आइपुग्यौं। स्टेसनबाट हामी यहाँबाट केवलकार हुँदै फेरि तल झर्नुपर्ने हुन्छ साथीहरू। एकदम रमाइलो गरिरहेकै थियो साथीहरू। त्यतिखेर के भयो थाहा छ? एउटा इन्सिडेन्ट भयो। ठ्याक्कै लाइन गयो। नलाउ केटा हो, अड्क्यौ यहाँ हेर त। केवलकारमा हामी अड्केको अवस्था। अब भने ठक्क लाइन आयो। लाइन आइसकेपछि फेरि रमाइलो गर्दै टक्क स्टेसन आएको त हामीलाई पत्तै भएन। अब यहाँ स्टेसन आइसकेपछि ओर्लिनु त पर्यो, समय पनि एकदमै कम छ। छिटो बाहिर आएर अब 1-2टा फोटो क्लिक गर्नु नै पर्ने हुन्छ। यहाँ आइसकेपछि फोटो मैले पनि टक्क 2-3टा चाहिँ यहाँ खिचे साथीहरू। तपाईले यहाँ देख्न सक्नुहुन्छ। यसरी चाहिँ फोटो खिचिसकेपछि अब चाहिँ फर्किने बेलामा 5 बजिसकेको छ। अब छिटो घर जानुपर्छ साथीहरू भनेर यसरी रिक्सामा आइयो। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।